नमस्कार यात्रा अनलाइन टिभीमा तपाईँलाई स्वागत छ र इनेप्लिज.com पनि तपाईँलाई म स्वागत गर्न चाहन्छु। म सञ्जोग आचार्य र आज म लन्डनको सबैभन्दा प्रख्यात स्काई गार्डनमा आइपुगेको छु र यहाँ तपाईँहरू देखिरहनु भएको छ यो गार्डनमा थुप्रै मान्छेहरू यहाँ आज शनिबार आइतबार नभए पनि ट्युसडेको दिन पनि यहाँ भ्याकेसनको लागि आउनु भएको छ र आज लन्डनको वेदर एकदमै राम्रो छ र स्पेसली आज म तपाईँहरूलाई एक यस्तो व्यक्तित्व जो लामो समयसम्म कुलगढी आर्टको रूपमा चर्चित हुनुहुन्छ र उहाँले लन्डनदेखि दुबईदेखि लिएर अमेरिकासम्म पनि उहाँले खानाको विभिन्न परिकारहरू बनाएर ख्याति कमाउनु भएको छ र उहाँ अहिले लन्डनको एक नेपाली उहाँ लन्डनको सबैभन्दा 5 स्टार होटल हिल्टन होटलमा उहाँ अहिले कुलिनरी आर्टिस्टको रूपमा काम गर्नुहुन्छ र तपाईँहरूलाई म अर्जुन बहादुर थापा जो हुनुहुन्छ कुलिनरी आर्टिस्ट उहाँलाई म यहाँ लन्डनको स्काई ब्रिजमा स्वागत गर्न चाहन्छु। अर्जुनजी नमस्कार। नमस्कार, तपाईँलाई स्वागत छ यो धन्यवाद। ब्रिजमा। वेलकम टु लन्डन। थ्याङ्क यू। हाम्रो लामो समयपछि भेट भयो होइन? हजुर। तपाईँलाई कस्तो लागिरहेछ यहाँ अहिले के गर्नुहुन्छ तपाईँले आफ्नो अलिकति क्यारियरको बारेमा मलाई भन्नु। म अहिले लन्डन हिथ्रोमा सेफको रूपमा काम गर्दैछु लास्ट 2 इयर्सदेखि। त्योभन्दा पहिला म स्विजरल्यान्डमा काम गर्थेँ र अहिले चाहिँ हिथ्रोमा सेफ कस्तो तपाईँले विभिन्न ठाउँहरूमा स्विजरल्यान्ड होइन अब युएस पनि गर्नुभयो युकेमा गर्नुभयो कस्तो यो खानाको परिकार जुन सेफहरूको लागि चाहिँ कस्तो छ कुन ठाउँकोमा चाहिँ तपाईँले काम गर्दा कम्फर्टेबल होला जस्तो लाग्छ? अब काम भनेको चाहिँ जुन होटलमा गए पनि हो, तर मैले जुन स्विजरल्यान्ड काम गर्दाखेरि नेपाली खानाहरूको जुन इन्ट्रोड्युस गर्ने प्रयास गरेँ त्यो चाहिँ मलाई धेरै रमाइलो पनि लाग्यो र प्रख्यात पनि भयो। तर लिमिट समयको कारणले गर्दाखेरि चाहिँ मैले धेरै प्रचार प्रसार गर्न सकिनँ र म लन्डन ब्याक। अर्जुनजी तपाईँ कति समयदेखि यहाँ लन्डनमा? म अलमोस्ट 19 इयर्सदेखि म लन्डनमा कार्यरत छु र समयअनुसार विभिन्न होटल रेस्टुरेन्ट र काम गरिरहेको छु। हामीले नेपालीहरूले गर्व गर्नुपर्छ कि तपाईँ हिल्टन होटलमा काम गर्नुहुन्छ, यहाँको वान अफ द 5 स्टार होटल प्रख्यात। यही काम गर्दाको नेपाली तपाईँ मात्र हुन्छ अनुभव भन्नु कस्तो छ? नेपाली किचनमा चाहिँ हामी 2जना छौँ। अहिले मैले जुन हिल्टनमा काम गर्दैछु, तर त्यसो मतलब यो होइन कि नेपालीहरू हिल्टन होटलमा कम छन्, अरू हिल्टनमा धेरै नेपालीहरू काम गर्दै हुनुहुन्छ र म हाल नेपाली सेफ भए पनि म इङ्ग्लिस र ब्रिटिस खानाहरूको रूपमा सेफको रूपमा काम गर्छु र नेपाली खानालाई मैले हिल्टनमा चाहिँ प्रयोग गर्न पाएको छैन। त्यो चाहिँ अलिक दुःखको कुरा हो। तपाईँ त कुनै आर्टिस्ट हो, तपाईँ आफैले एउटा कुनै परिकार नेपाली परिकार आफैले विकास गर्नुभएको छ। विभिन्न मान्छेहरूले विकास गरेर तपाईँले आफै एउटा जुन परिकार टेस्ट गराएको तपाईँले राम्रो प्रश्न सोध्नुभयो र त्यसकै लागि म प्रयासरत छु। नेपालमा हामी जति नेपाली सेफहरू छौँ र नेपालबाट आएर बेलायतमा सेफ एसोसिएसन पनि छ, त्यही मार्फत हामीले धेरै प्रयास गर्न खोजिरहेका छौँ। विभिन्न परिस्थितिले गर्दाखेरि त्यो चाहिँ अलिक सफल हुन सकेको छैन। आशा छ बिस्तारै सबैले बुझ्नुहुन्छ र हामी एक दिन सफल हुन्छौँ। ओके, हाम्रो छोटो भेटघाटको छोटो कुराकानी भइरहेको छ होइन? धेरै लामो यसलाई लन्डनमा पनि चाहदिनँ र अर्जुनजी कुन तपाईँलाई क्वेसन गर्न चाहन्छु, लन्डनमा आएर काम गर्न चाहने नेपालदेखि अरू विभिन्न देशदेखि आएर काम गर्न चाहने सेफहरूलाई चाहिँ तपाईँ के सुझाव दिन्छ? कतिको सहज छ यहाँको पेमेन्टहरू कस्तो छ के छ? त्यो परिस्थिति होटेल र रेस्टुरेन्टको उसमा भर पर्छ र नराम्रो भन्न मिल्दैन, किनभने मैले 18-19 वर्ष यसमा बिताइरहेको छु। ठाउँअनुसार हुनसक्छ र यसै म फलानु ठाउँमा राम्रो फलानु ठाउँमा राम्रो भनेर कसैले क्रिटिसाइज गर्न सक्दिनँ, तर राम्रो छ। राम्रो स्किल भएका सेफहरू आउँदाखेरि राम्रो छ र अहिले परिस्थिति सरकारले चाहिँ अलिकति धेरै अप्ठ्यारो बनाएको छ र सायद असहज पनि हुनसक्छ। हस् त अर्जुनजी, धन्यवाद। खुसी लाग्यो, धन्यवाद। लन्डनमा तपाईँलाई वेलकम गर्न पाउँछ। तपाईँहरूले सुनिहाल्नुभयो, अहिले मैले अर्जुन थापाज्यूसँग कुरा गरेँ नेपालको कुलिनरी आर्टको सम्बन्धमा र उहाँले जुन किसिमले लन्डनबाले प्रगति गर्नुभएको छ त्योबाट तपाईँ हामी सबैले इन्सपायर लिनुपर्छ र हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। हस् त, नमस्ते।